नमस्ते विद्यार्थी भाइ बहिनीहरु, तपाईहरुले हाम्रो भिडियोलाई माया गर्नुभयो, हेर्नुभयो, त्यसैले हामीले अरु थप नयाँ भिडियोहरु लिएर आउन प्रेरणा पाएका छौं। यसै अन्तर्गत हामीले आजको भिडियोमा बैंक क्याश बुक कसरी बनाउने भन्ने कुरा लिएर आएका छौं। क्वेशन यसरी आउँछ, प्रिपेयर बैंक क्याश बुक फ्रम द फलोइङ ट्रान्ज्याक्सन्स अफ अ गभर्नमेन्ट अफिस भनेर आउँछ अनि द पेमेन्ट वाज रिलीज बाइ डिटिसिओ एट द एन्ड अफ द मन्थ। अब यो क्वेशनमा दुई तरिकाले आउँछ क्वेशन। कहिलेकाहीँ पेमेन्ट वाज रिलीज एट द एन्ड अफ सेम डे भनेको हुन्छ, कसैले एन्ड अफ द मन्थ भनेको हुन्छ। यो क्वेशनमा चाहिँ द पेमेन्ट वाज रिलीज एट द एन्ड अफ द मन्थ भनेको छ। अब क्वेशन नम्बर 1 मा छ पेड रुपीस 20,000 फर अफिस मेटेरियल्स अन 2081 असार 2 भनेको छ। त्यसैगरी क्वेशन नम्बर 2 मा प्राय एडभान्स केस नै आउँछ। यहाँ पनि एडभान्स केस नै मैले राखेको छु। Advance given to Mr. Hira rupees 50,000 for furniture purchase on 2081 असार 10 हो। अब एडभान्स दिइसकेपछि एडभान्स क्लियर को पनि केस आउँछ, क्वेशनले एडभान्स क्लियर पनि भन्छ। अब क्वेशन नम्बर 3 मा मिस्टर हिरा प्रेजेन्टेड अ बिल अफ फर्निचर रुपीस 55,000 and excess amount of bill was cleared on 2081 असार 15। असार 15 मा के गर्यो, हिराले मिस्टर हिराले 50,000 फर्निचर किनेर एडभान्स लिएर गएको थियो। उसले के गर्यो, 55,000 बराबरको फर्निचर किनेर ल्याएर 55,000 को बिल पेश गरेर अब उसलाई एक्सेस अमाउन्ट अफिसले पे गर्नुपर्ने हुन्छ। त्यो भनेको यो केस हो। अब यसैगरी क्वेशन नम्बर 4 मा अथवा फ्रिक्वेन्टली आउने क्वेशन भनेको स्यालेरी टाइप इम्प्लोइ रिम्युनरेसन। अब हेरौं, आउट अफ टोटल स्यालेरी रुपीस 55,000 कहिले यहाँ टोटल स्यालेरी दिएको हुन्छ, कहिले यहाँ नेट स्यालेरी दिएको हुन्छ। नेट स्यालेरी भनेको टोटल स्यालेरी दिएको हुँदैन, डिडक्टेड अमाउन्टहरु दिएको हुन्छ र डिटिसिओ ले पे गर्ने अमाउन्ट दिएको हुन्छ। यो कुरा ख्याल गर्नुपर्छ। गर्दाखेरि यहाँ चाहिँ हाम्रो आउट अफ टोटल स्यालेरी दिएको छ क्वेशनले। आउट अफ टोटल स्यालेरी 55,000, इम्प्लोइ प्रोभिडेन्ट फन्ड ईपीएफ भनेको इम्प्लोइ प्रोभिडेन्ट फन्ड रुपीस 10,000, इम्प्लोइ सेक्युरिटी फन्ड रुपीस 500 and income tax rupees 1,000 is deducted and remaining amount is paid. अब deducted amount is deposited to concern office on 2081-328 भनेको स्यालेरी पनि 2081-328 मै आयो र जुन डिडक्सन गरेको थियो यो डिडक्टेड अमाउन्ट इज डिपोजिटेड भनेको छ नि, यो स्यालेरी आउँदाखेरि इम्प्लोइ प्रोभिडेन्ट फन्ड, सोशल सेक्युरिटी फन्ड र इन्कम ट्याक्स यो डिडक्ट भएर आउँछ हो। त्यो डिडक्ट भएको अमाउन्ट कहाँ लगेर राख्नुपर्छ त कहाँ लगेर डिपोजिट गर्नुपर्छ भन्दाखेरि कन्सर्न अफिसमा लगेर डिपोजिट गर्नुपर्छ, त्यो भन्न खोजेको। अब यसलाई कसरी ट्रिट गरिन्छ हेरौं सोलुसन गरेर। ल विद्यार्थी भाइ बहिनीहरु, अब क्वेशन नम्बर 1 हेरौं। मसँग यहाँ क्वेशन छ, यी क्वेशन मात्र छ, म सोलुसन गरेर देखाउँछु। क्वेशन नम्बर 1 मा छ पेड रुपीस 20,000 फर अफिस मेटेरियल्स अन 2081 असार 2। अब यसको पहिला जर्नल भाउचर हामीले वर्किङ नोटमा बनाउने। यसको जर्नल भाउचर वर्किङ नोट। अब पेड 20,000 फर अफिस मेटेरियल के हुन्छ, डेबिट बीई अफिस मेटेरियल्स अमाउन्टमा 20,000, क्रेडिट में डिटिसिओ टीएसए 20,000। यो कुरा हामीले जर्नल भाउचरमा अगाडिको भिडियोमा सिकाइसकेका छौं कसरी हुन्छ भनेर। अब यही कुरालाई हामीले बैंक क्याश बुकमा पोस्टिङ गर्नुपर्ने हो। अब बैंक क्याश बुकको फर्म्याट, यो फर्म्याट विद्यार्थीहरूले आफैले बनाउनु भन्दा पनि स्टेशनरीमा किन्न पाइन्छ, यो एक्जाममा लिएर जान मिल्छ। बैंक क्याश बुकको फर्म्याट यस प्रकार हुन्छ। माथिपट्टि सेन्ट्रल, प्रोभिन्स अथवा लोकल लेभल, डट मिनिस्ट्री अथवा डिपार्टमेन्ट अफ अफिस क्वेशनले भनेको छ भने यहाँ त्यो भनेको अफिसको नाम लेख्ने, बैंक क्याश बुक अनि इयर भनेको हुन्छ इयर यहाँ लेख्ने र मन्थ भनेको छ मन्थलाई त्यहाँ लेख्ने। हाम्रो यो क्वेशनमा इयर भनेको 2081 भनेको छ 2081 र मन्थ भनेको छ असार, ASHAD असार लेखिन्छ। र बैंक क्याश बुकमा 18 वटा कलम हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 है। त्यसैले यसलाई 18 कलम क्याश बुक पनि भन्छ। किन कहिलेकाहीँ 1 मार्क्सको क्वेशन पनि आउन सक्छ, बैंक क्याश बुकलाई किन 18 कलम क्याश बुक भनेको अथवा मल्टी कलम क्याश बुक भनेको भनेर सोच्छ। यसमा धेरैवटा कलम हुनाले यसलाई मल्टी कलम क्याश बुक भनेको हो। अब हामी हेरौं अघिको 1 नम्बर क्वेशनलाई, डेबिट बी अफिस मेटेरियल्स क्रेडिट डिटिसिओ टीएसए 20,000 कसरी पोस्टिङ गर्ने। अब डेटमा
डेटमा असार 011 हैन 02 भनेको छ क्वेशनले, असार 2 भनेको छ। अब पार्टिकुलर्समा पेड फर अफिस मेटेरियल्स, अब पार्टिकुलर्समा के लेख्ने, पेड फर अफिस मेटेरियल्स हो। अब हेर्नु डेबिट बी कलम कहाँ छ, बी भनेको बजेट एक्सपेन्डिचर, बजेट एक्सपेन्डिचर कलम यहाँ हुन्छ हो। कति तिरेको छ 20,000। अब त्यसलाई पेड फर अफिस मेटेरियलको सीधा बजेट एक्सपेन्डिचर मा 20,000 लेख्ने हो। अब क्रेडिटमा डीटीसीओ टीएसए छ, डीटीसीओ टीएसए भनेको बैंक कलम है। यो डीटीसीओ टीएसए भनेको ट्रेजरी सिंगल अकाउन्ट, बैंक अकाउन्ट हो, त्यसैले यो पैसा बैंक अकाउन्टमा हाल्नुपर्छ र बैंकको क्रेडिटमा छ, बैंकको क्रेडिटमा गएर 20,000 हामीले लेख्नुपर्छ हो। अब बजेट हेड नम्बर अफिस मेटेरियलको 22311, बजेट हेड नम्बर पनि राख्नु पर्यो 22311। मैले जर्नल भाउचरमा पनि भनेको थिएँ, यसमा पनि भन्छु। बजेट हेड नम्बर चाहिँ स्टुडेन्टहरूले याद गर्नुपर्छ। अफिस मेटेरियल, फर्निचर, स्यालेरी, मेडिसिन, भेहिकल हैन, यस्ता कुराहरूको बजेट हेड नम्बर चाहिँ कमनली आउने क्वेशनहरूको बजेट हेड नम्बर चाहिँ स्टुडेन्टहरूले याद गर्नुपर्ने हुन्छ। सो पेड फर अफिस मेटेरियलको बजेट हेड नम्बर भनेको 22311 हो। अब यसलाई हामीले यति डेबिटमा भएको कुरालाई बजेट एक्सपेन्डिचर राखिसक्यौँ, किनभने बीई भनेको छ है, बीई भनेको छ हामीले बीई बजेट एक्सपेन्डिचर भनेको बीई कलम, बीई कलमको अमाउन्टमा डेबिटको 20,000 हाल्यौं र डीटीसीओ टीएसए भनेको बैंक कलम हो। यहाँ बैंक ब्यालेन्स भनेर डेबिट, क्रेडिट अनि चेक नम्बर, इलेक्ट्रोनिक ट्रान्जेक्सन नम्बर भनेको हुन्छ। यो हामीलाई आवश्यक पर्दैन, क्वेशनले भनेको हुँदैन र यहाँ ब्यालेन्स भएर ब्यालेन्स पनि गर्नुपर्छ हो। अब हामीले अमाउन्ट हालिसकेपछि हाम्रो अन्तिमको काम भनेको यो क्वेशनको लागि ब्यालेन्स गर्नुपर्ने हुन्छ। ब्यालेन्सको लागि के छ त, क्रेडिटमा 20,000 छ भने ब्यालेन्स कति भयो, सुरुमा 0 छ, केही पनि छैन। क्रेडिट भनेको माइनस हो, अब यहाँ माइनस 20,000 हुन्छ। अब त्यसै गरी हेरौँ क्वेशन नम्बर 2। क्वेशन नम्बर 2 मा भनेको छ एडभान्स गिवन टु मिस्टर हीरा रुपीस 50,000 फर फर्निचर परचेज अन 2081-310 हो। अब यसको जर्नल भाउचर अथवा वर्किङ नोट के हुन्छ भन्दाखेरि डेबिट मिस्टर हीरा एडभान्स फर फर्निचर, मैले एफआर मात्र लेखेँ, कति लग्यो भन्दाखेरि 50,000 र क्रेडिटमा के हुन्छ डीटीसीओ टीएसए, यो डीटीसीओ ले बैंक अकाउन्टमा तिर्ने भएकोले डीटीसीओ टीएसए 50,000 यसको क्रेडिट अमाउन्ट हुन्छ। अब हामीले यसलाई पोस्टिङ गर्नु पर्यो फर्मेटमा। अब फर्मेटमा लेख्ने, यहाँ सिरियल नम्बर 1 नम्बर अघि छुटेछ, 1 नम्बरको सक्यो। अब 2 नम्बरको सिरियल नम्बर, 2 नम्बरमा छ असार कति भनेको छ, असार 10 हो। यो सँगै लेख्न मिल्छ, 10 सँगै लेख्न मिल्छ भने मिटाएर लेख्ने, अलि ठुलै हुन्छ फर्मेटमा। यहाँ चाहिँ सानो भएकोले म तल लेखेको छु। अब के छ, एडभान्स फर फर्निचर हो। अब यहाँनिर एडभान्स गिवन फर फर्निचर हो। अब एडभान्स कहिले दिएको, यही करेन्ट फिस्कल इयरमा दिएको भनेको रिसेन्टली दिएको, क्वेशनले लास्ट इयर केही भनेको छैन भने हामीले के गर्नु पर्यो, एडभान्स अफ करेन्ट फिस्कल इयर भन्ने कलम हुन्छ। अब यो गिवन हो कि क्लियर हो, गिवन हो, एडभान्स दिँदैछ भने हामीले के गर्नु पर्यो, एडभान्सको गिवनमा गएर एडभान्स हामीले लेखेको सीधा गिवनमा गएर के गर्नु पर्यो 50,000 गर्नु पर्यो हो। अब क्रेडिटमा के छ डीटीसीओ टीएसए भने के हो, बैंक कलमको क्रेडिट हो, क्रेडिटमा छ डीटीसीओ टीएसए भनेदेखि हामी बैंक कलममा जान्छौँ। हामीले क्याश क्वेशनले भन्दैन, प्राय आजकल गभर्नमेन्ट अफिसमा क्याश ट्रान्जेक्सन हुँदैन, त्यसैले हामीले क्याशलाई चलाउनै पर्दैन है, यसलाई चलाउँदैनौँ भन्दा पनि हुन्छ, यसलाई त्यसरी चलाइदैन। अब डीटीसीओ टीएसएमा 50,000 छ भनेको फर्निचरको स्पेडमा 50,000
हामीले यसरी लेख्छौं। हामीलाई इलेक्ट्रोनिक ट्रान्जेक्सन नम्बर र चेक नम्बर पनि आवश्यक पर्दैन, स्टुडेन्टहरुलाई पर्दैन, अफिसरले राख्छ। अब यहाँ के भयो भन्दाखेरि एडभान्स गिवन र क्लियर को केसमा एउटा कुरा के ख्याल गर्नुपर्छ भने जुन यो 50,000 छ यो त बजेट एक्सपेन्डिचरबाटै खर्च गर्ने हो। बजेट एक्सपेन्डिचर भन्दा बाहिर गएर त अफिसले खर्च गर्न पाउँदैन। त्यसैले बजेट एक्सपेन्डिचरबाट खर्च गर्ने हुनाले हामीले बीई मा पनि यो 50,000 लाई लेख्नु पर्छ। 50,000 हो। एडभान्स गिवन 50,000, डीटीसी और टीएसए 50,000। अब हामीले बजेट एक्सपेन्डिचर बीई कलममा पनि त्यो 50,000 देखाउनु पर्छ। यो एडभान्स गिवन र एडभान्स क्लियर को केस चाहिँ तीन ठाउँ पोस्टिङ हुन्छ है। अरु चाहिँ अघि चाहिँ एक ठाउँ दुई ठाउँ मात्र पोस्टिङ भएको थियो, यो चाहिँ तीन ठाउँ पोस्टिङ हुन्छ। किन भन्दाखेरि बजेट एक्सपेन्डिचर देखाइन्छ। अब क्लियर को केसमा पनि म भन्छु, अहिले क्लियर को केसमा नि आउँछ। अब के हो क्रेडिट फेरि 50,000 थप्यो, -20,000 थियो, -50,000 भयो, माइनस के भयो अब यो र यो जोड्ने -20 -50,000 कति भयो 70,000 भयो। यो भयो 2 नम्बर क्वेशनको पोस्टिङ। ल विद्यार्थी भाइ बहिनीहरु, अब क्वेशन नम्बर 3 हेरौं। क्वेशन नम्बर 3 मा भनेको छ मिस्टर हिरा प्रेजेन्टेड बिल अफ फर्निचर ₹55,000 and excess amount of bill was cleared on 2081-315। अब मिस्टर हिरालाई 50,000 फर्निचर किन्नको लागि एडभान्स दिएको थियो। अब उसले 55,000 को फर्निचर किनेर ल्यायो। अब यसको जर्नल भाउचर के हुन्छ हेरौं। डेबिट बीई, अघि एडभान्स चाहिँ हामीले बी लेखेको थिएन। अब हामीले यो एडभान्स क्लियर गर्दा चाहिँ फर्निचर आइसकेको हुनाले बजेट एक्सपेन्डिचरबाट फर्निचर आएको हुनाले डेबिट बीई फर्निचर एन्ड फिक्चर्स कतिको फर्निचर किनेर ल्यायो 55,000 को फर्निचर किनेर ल्यायो अरे 55,000 को। अब क्रेडिट कसलाई गर्ने हामीले जर्नल भाउचर पनि पढेका छौं। क्रेडिटमा के हुन्छ क्रेडिट जसले एडभान्स भएको छ उसैलाई क्रेडिट गर्छ। क्रेडिट मिस्टर हिरा एडभान्स फर फर्निचर एन्ड फिक्चर है, मैले पुरै लेखेको छैन यो वर्किङ नोट भएकाले। फर्निचर एन्ड फिक्चर उसले कति अमाउन्ट लगेको थियो, उसले लगेको अमाउन्ट बराबरको क्रेडिट भयो हो। अब यहाँ कुरा मिलेन। डेबिट 55,000 भयो, क्रेडिट 50,000 भयो, 5,000 पुगेन। अब नपुगेको 5,000 के हुन्छ क्वेशनले भनेको पनि छ एक्सेस अमाउन्ट अफ बिल वाज क्लियर्ड भनेको छ। एक्सेस अमाउन्ट अफ बिल अफ क्लियर भनेको फेरि डीटीसीले पैसा पठाउनु पर्छ अथवा डीटीसीले पैसा दियो। सो क्रेडिट DTCOTSA। अब यति भइसकेपछि अब यही वर्किङ नोटमा भएको कुराहरुलाई हामीले पोस्टिङ गर्ने हो फर्मेटमा। अब 3 नम्बर हेरौं। 3 नम्बरको डेट दिएको छ असार 15 हो। सिरियल नम्बर क्वेशन नम्बर 3। अब एडभान्स फर फर्निचर क्लियर, एडभान्स फर फर्निचर क्लियर गर्ने, फर्निचर एडभान्स क्लियर गरेको। अब बीई मा डेबिट बी के छ 55,000 छ हो। एडभान्स फर फर्निचर 55,000 बीई मा बजेट एक्सपेन्डिचर बीई कलममा गएर 55,000 हो। अब क्रेडिट मिस्टर हिराले एडभान्स फर फर्निचर एडभान्स क्लियर गरेको है। हिराले अघि लगेको एडभान्स यहाँ गिभनमा लेखेको थियो। अब यो क्लियर गरेको 50,000 एडभान्स अघि गिभन गरेको छ भने अब क्लियरमा 50,000 लेख्ने। अब यहाँ के भयो भने विद्यार्थी भाइहरुले बुझ्नुपर्ने कुरा के छ भने अघि पनि 50,000 फर्निचरको अमाउन्ट हालेको थियो, अहिले फेरि फर्निचरकै लागि 55,000 हाल्यो। यहाँ त के भयो 1,05,000 भयो। त्यसैले एक्चुअल फर्निचर चाहिँ कतिको आएको हो त 50 को आएको भने अब के गर्ने अघि लिएको जुन एडभान्स अमाउन्ट हुन्छ यसलाई हामीले घटाउनु पर्ने हुन्छ। त्यसैले यो अमाउन्टलाई यहाँनेर यसरी घटाउने। स्टुडेन्टले बनाएर देखाउनु पर्दैन, मैले चाहिँ बुझ्नको लागि बनाएको हो। यो 50,000 चाहिँ यो 50,000 अघि जुन लिएको छ यसलाई चाहिँ माइनसमा राख्नु पर्छ है। यो हो यो गर्ने तरिका। एडभान्स क्लियर 50,000 हो। यहाँ के पनि थिएन, यहाँ ड्यास चाहिँ दिने है। अब यहाँ 50,000 भयो,
यहाँ 55,000 भयो। अब क्रेडिटमा के छ अरु हेरौँ त, अरु 5,000 यहाँ क्रेडिटमा छ भने अब क्रेडिट डिटिसी भनेको के हो भन्दाखेरि एडभान्स फर फर्निचर क्लियरको स्टेटमा बैंक कलममा क्रेडिटमा के गर्नु पर्यो, त्यो 5,000 हामीले राख्नु पर्यो हो। अब त्यति भइसकेपछि हामीले ब्यालेन्स गर्नु पर्यो। ब्यालेन्समा के हुन्छ, 70,000 थियो, 5,000 थप्यो भनेपछि 70,000 माइनसमा थियो, 5,000 क्रेडिटमा छ भनेपछि माइनसमा भएको र क्रेडिटमा भएको जोडिन्छ। 70,000 र 5,000 के भयो, 75,000 भयो। यो भनेको फेरि पनि माइनस फिगरमा आउँछ। र अर्को कुरा हामीले के लेख्नु पर्यो भने फर्निचर एन्ड फिक्चरको बजेट हेड नम्बर के छ, 31123 हो। बजेट हेड नम्बर छुटाउनु भएन है। यो अमाउन्ट अलिकति तल लेखेको छु मैले, सिधा लेख्ने प्रयास गर्नुपर्छ है। त्यो भयो। ल क्वेशन नम्बर 3 पनि हामीले प्रिन्ट गर्यौं। अब क्वेशन नम्बर 4 कसरी गरिन्छ हेरौँ। क्वेशन नम्बर 4 ले भनेको छ आउट अफ टोटल स्यालेरी विचार गर्नुपर्छ है। कहिलेकाहीँ डिडक्टेड अमाउन्ट स्यालेरी दिएको हुन्छ, त्यसमा हामीले टोटल स्यालेरी निकाल्नु पर्ने। यहाँ चाहिँ टोटल स्यालेरी नै भनेको रहेछ क्वेशनले। आउट अफ टोटल स्यालेरी 55,000, एम्प्लोयी प्रोभिडेन्ट फन्ड रुपीज 10,000, एम्प्लोयी सेक्युरिटी फन्ड रुपीज 500 and income tax rupees 1,000 is deducted and remaining amount is paid and deducted amount is deposited to concern office on 2081 3/28 त्यही दिन नै डिडक्टेड अमाउन्ट डिपोजिट भएको छ। अब हामीले के गर्नु पर्यो, बी डेबिटमा बीई इम्प्लोई रिम्युनरेसन। यहाँ टोटल स्यालेरी भनेको छ 55,000 टोटल अमाउन्ट हो। कहिलेकाहीँ टोटल स्यालेरी भनेको हुँदैन, यहाँनिर डिटिसीओले पे गर्ने अमाउन्ट मात्रै भनेको छ। त्यस्तो केसमा हामीले तीनटै क्रेडिट अथवा जतिबाट क्रेडिटमा छ त्यो जोडेर चाहिँ टोटल स्यालेरी निकाल्नु पर्ने। यहाँ चाहिँ आउट अफ टोटल स्यालेरी 55,000 भनेकोले 55,000 टोटल स्यालेरी हो। अब इम्प्लोई प्रोभिडेन्ट फन्ड अरे त्यो पैसा इम्प्लोई प्रोभिडेन्ट फन्डमा जान्छ भने पैसा आउँदैन, त्यसलाई क्रेडिट गर्नुपर्छ। क्रेडिट इम्प्लोई प्रोभिडेन्ट फन्ड कति छ अमाउन्ट, 10,000 इम्प्लोई प्रोभिडेन्ट फन्ड। अनि सोशल सेक्युरिटी फन्ड अरे त्यो पनि क्रेडिट गर्नुपर्छ। सेक्युरिटी फन्ड कति अमाउन्ट छ, 500। र इन्कम ट्याक्स त्यो पनि आउँदैन भनेको इन्कम ट्याक्समा डिपोजिट गर्नुपर्ने हुन्छ। क्रेडिट इन्कम ट्याक्सको अमाउन्ट कति छ, 1,000 हो। अब यति सबै डिडक्ट टोटल स्यालेरीबाट यो अमाउन्ट डिडक्ट भएर अनि के हुन्छ, क्रेडिट डिटिसिओ टिएसए यहाँ कति हुन्छ, 55,000 माइनस 10,000 भनेको 45,000, यो 1,000 मात्रै हो। इन्कम ट्याक्स 1,000 हो। 55,000 माइनस 10,000 भनेको 45,000, 45,000 माइनस 1,000 भनेको 44,000, 44,000 माइनस 500 भनेको 43,500 के हुन्छ अब डिटिसिओ ले पे गर्छ एज अ इम्प्लोइ रिम्युनरेसन। अब यही कुरालाई हामीले पोस्टिङ गर्नुपर्ने हुन्छ। कसरी पोस्टिङ गरिन्छ, अब मैले भनेकै छु बी मा भएको कुरालाई बी कलममा हाले। बी के छ, अब पहिला लेख्नु पर्यो असार कति भनेको छ, 28 भनेको छ, लेखौं असार 28। फोन नम्बरमा इम्प्लोइ रिम्युनरेसन अथवा इम्प्लोइ रिम्युनरेसन अथवा रिम्युनरेसन डिस्ट्रिब्युसन हो। अब बी मा कति छ, बी मा 55,000, बी कलममा गएर त्यसको सिधा 55,000 हाल्ने है। अब इम्प्लोइ प्रोभिडेन्ट फन्ड ईपीएफ को हामीसँग कलम छैन है, कहीँ पनि ईपीएफ को कलम छ त छैन भने के गर्ने, इम्प्लोइ प्रोभिडेन्ट फन्ड हामीसँग सोशल सेक्युरिटी फन्ड र इन्कम ट्याक्स पनि हामीसँग कलम छैन। यो तीनटैको हामीसँग कलम नभएको जे एकको कलम छैन हामीसँग फर्मेटमा, त्यसलाई तीनटैलाई जोडेर अथवा जति पनि छ त्यसलाई हामीले जोडेर के गर्छौं, मिसलेनियसमा हाल्छौं। त्यसलाई हामीले मिसलेनियसमा हाल्नुपर्छ। 10,000 प्लस 1,000 11,000 प्लस 500 11,500 टोटल के हो,
यो 11,500 टोटल अमाउन्ट जुन क्रेडिटमा छ यो अमाउन्ट हामीले कहाँ हाल्नु पर्यो मिसलिनियस को क्रेडिटमा हाल्ने मिसलिनियस यहाँनेर छ अब इम्प्लोइ रेम्युनरेसन स्टेटमा क्रेडिटमा गएर कति 11,500 यसरी मिसलिनियसमा हाल्नु पर्यो है डेबिटमा ड्यास दिँदा पनि हुन्छ त्यसपछि त्यो मिसलिनियसमा हालिसकेपछि हाम्रो रिमेनिङ अमाउन्ट के छ क्रेडिट डिटिसिओ टीएसए को रिमेनिङ 43,500 त्यसलाई हामीले के गर्नु पर्यो डिटिसिओ भनेपछि मैले फेरि पनि भन्छु बैंक कलममा हाल्नु पर्छ क्रेडिट साइडमा हो 43,500 बैंक कलम यहाँ छ क्रेडिट यहाँ छ 43,500 हो यो पनि क्रेडिट हो अब यति भएपछि हाम्रो पोस्ट गर्ने कुरा सक्यो अब के पर्यो त भन्दाखेरि इम्प्लोइ रेम्युनरेसन को बजेट नम्बर इम्प्लोइ रेम्युनरेसन को बजेट नम्बर हुन्छ 21111 हो 2 को पछि 4 वटा 1 इम्प्लोइ रेम्युनरेसन को बजेट हेड भर्सक सिधा लेख्नु मेरो बाङ्गो भइरहेको छ है अब के भयो त भन्दाखेरि यहाँ 75,000 यहाँ 43,500 यो पनि क्रेडिटमा यो पनि माइनसमा भनेको क्रेडिटमा अब के गर्नु पर्यो हामीले जोड्नु पर्यो जोड्दाखेरि कति हुन्छ यो भन्दाखेरि 5 + 3 8 5 + 3 8 7 + 4 11 भनेको 1,18,500 हुँदो रहेछ यो पनि माइनसमा भयो है अब विद्यार्थी भाइ बहिनीहरु यही क्वेशन 4 नम्बर क्वेशनमा के पनि भनेको छ भने डिडक्टेड अमाउन्ट इज डिपोजिटेड टु कन्सर्न अफिस भनेर भनेको छ डिडक्टेड अमाउन्ट के छ सोशल सेक्युरिटी फन्ड अनि इम्प्लोइ प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स लाई डिडक्ट गरेको थियो अब त्यो कुरा कसरी प्रेजेन्ट हुन्छ भन्दाखेरि डेबिट इम्प्लोइ प्रोभिडेन्ट फन्ड ईपीएफ इम्प्लोइ प्रोभिडेन्ट फन्ड 10,000 डेबिट यो डिडक्टेड अमाउन्ट डिपोजिटेड कन्सर्न अफिसको केस है यो क्वेशनसँग एट्याच छ नि जुन पछाडिपट्टि त्यो हो डेबिट इम्प्लोइ प्रोभिडेन्ट फन्ड भयो सोशल सेक्युरिटी फन्ड मैले वर्किङ नोटहरुले सर्टकटमा लेखिरहेको छु 500 र अर्को के छ डेबिट इन्कम ट्याक्स कति छ 1000 छ हो यही अमाउन्ट अघि हामीले क्रेडिटमा 11,500 लेखेका थियौं यही 11,500 हो अब यो अमाउन्ट कसले तिर्छ डिटिसिओ टीएसए ले तिर्छ अथवा डिटिसिओ बाट आउँछ क्रेडिटमा डिटिसिओ टीएसए कति भयो यो सबै 11,500 अब यसलाई के गर्ने डेबिटमा छ डेबिटमा हाल्ने क्रेडिटमा छ क्रेडिटमा हाल्ने यो टोटल 11,500 हो मैले अघि पनि भने इम्प्लोइ प्रोभिडेन्ट फन्ड सोशल सेक्युरिटी फन्ड इन्कम ट्याक्स को हामीसँग कलम छैन डेबिटमा छ कलम नभएको कुराहरु मिसलिनियसमा जान्छ डेबिटमा छ डेबिटको मिसलिनियसमा एकमुष्ट यो 11,500 हाल्नु त्यो भन्दा अगाडि असार 28 मै है यसको सिरियल नम्बर यो 4 नै हो असार 28 मा डिडक्सन डिपोजिट डिडक्टेड अमाउन्ट डिपोजिट भनेर लेखानु हुन्छ हो अब डेबिटमा 11,500 यिनीहरुको कलम छैन हामीले कहाँ हाल्नु पर्यो मिसलिनियसमा हाल्नु पर्यो 11,500 हो क्रेडिटमा हैन र डिटिसिओ टीएसए मा 11,500 अघि टोटल सैलरी 55,000 बाट 43,500 मात्र आयो अब रिमेनिङ अमाउन्ट कहाँ गयो त डिटिसिओ ले तिर्नै पर्ने हुन्छ है रिमेनिङ 11,500 आउट अफ 50,000 यहाँ रिमेनिङ अमाउन्ट हामीले त्यो 11,500 डिटिसिओ को क्रेडिटमा हुन्छ त्यसैले बैंक कलमको क्रेडिटमा हाल्ने अब के भयो स्टुडेन्ट विद्यार्थी भाइ बहिनीहरु यहाँ अब के भयो अमाउन्ट फेरि जोड्नु पर्ने भयो 500 1000 भयो 8 + 1 18 + 1 भनेको 18 + 10 भनेको 28 भयो 29,000 भनेको 1 लाख कति भयो यहाँ 1,30,000 माइनसमा भयो अब यति गरेपछि विद्यार्थी भाइ बहिनीहरु हामीले के गर्नुपर्छ भने कहिलेकाहीँ क्वेशनले पेमेन्ट वाज रिलिज अन सेम डे भनेको हुन्छ यो क्वेशनमा चाहिँ मैले सुरुमा भन्न भुलेछु छुटाएछु यसमा चाहिँ पेमेन्ट रिलिज एट द एन्ड अफ मन्थ भनेको थियो त्यसैले हामीले एट द एन्ड अफ मन्थ पेमेन्ट रिलिज भनेर देखाउनु पर्छ कहिलेकाहीँ पेमेन्ट वाज रिलिज अन द सेम डे भनेर क्वेशनले भन्छ त्यस्तो केस कसरी गरिन्छ भन्ने कुरा हामी अर्को भिडियोमा हेरौँला यसमा चाहिँ पेमेन्ट रिलिज अथवा रिसिभ
पेमेन्ट रिलिज भनेर एट द एन्ड अफ मन्थ भन्छ है। अब एन्ड अफ मन्थ भनेको असाढ 32 भनौँ, असाढ 32 को हुन्छ है। अब रिसिभ पेमेन्ट रिलिज। अब जति पनि खर्च भएको थियो महिनाभरिमा, खर्च जम्मा कति भएको छ त्यो ब्यालेन्सको लास्ट एमाउन्ट भनेकै महिनाभरि भएको खर्च है। महिनाभरि भएको खर्च 1,30,000 भएको छ। अब यो एमाउन्ट के हुन्छ, डिटिसिओले पे गर्छ भनेको डेबिट डिटिसिओ टिएसए वर्किङ नोट यस्तो हुन्छ, क्रेडिट पेमेन्ट रिलिज। कति एमाउन्ट भन्दाखेरि कति एमाउन्ट खर्च भएको छ जम्मा 1,30,000 हामीले ब्यालेन्स कलममा हेर्नुपर्छ। 1,30,000 डिटिसिओले पे गर्छ। पेमेन्ट रिलिज गर्नुपर्ने कति एमाउन्ट हो, 1,30,000 नै हो भनेपछि अब हामीले यो कुरालाई फर्मेटमा देखाउनु पर्ने हुन्छ। हामीले रिसिभ पेमेन्ट रिलिज भनेर लेखिसक्यौं। अब डिटिसिओ टिएसए अहिले हेरौँ, अघि सबैमा डिटिसिओ टिएसए क्रेडिटमा थियो, अहिले पेमेन्ट रिलिजको बेलामा डिटिसिओ टिएसए डेबिटमा हुन्छ। डेबिटमा डिटिसिओ टिएसए 1,30,000 छ। हामी बैंक कलमको डेबिटमा गएर पेमेन्टको स्टेटमा 1,30,000 एउटा जिरो पुगेन ल, 1,30,000 लेख्यौं है। क्रेडिटमा डैश, अरु बेला यहाँ डेबिटमा डैश थियो, अहिले क्रेडिटमा डैश छ। अब हेरौँ त 1,30,000 माइनस 1,30,000 प्लस 1,30,000, यो क्रेडिट हो यो डेबिट हो, ब्यालेन्स कति भयो, 0 हुन्छ। एट द एन्ड अफ द मंथ ब्यालेन्स 0 हुन्छ। क्वेशनले सेम डे पेमेन्ट रिलिज भन्यो भने सेम डे नै 0 गर्दै लानुहुन्छ, त्यो अर्को भिडियोमा हेरौँला। अब यहाँ के भयो, यहाँ केही पनि गर्नु परेन, यहाँ भनेको केही पनि गर्नु परेन। अब के छ, क्रेडिट पेमेन्ट रिलिज। अब पेमेन्ट रिलिजको केसमा डेबिटमा यो एमाउन्ट छ भने पेमेन्ट रिलिजको पनि हामीसँग कलम छैन भने डेबिटको जस्ट अपोजिट क्रेडिटमा के हुन्छ, 1,30,000 हुन्छ। यति भएपछि हाम्रो पोस्टिङ गर्ने काम सकियो। अब हामीले टोटल गर्नुपर्छ है। फर्मेटमै हुन्छ टोटल अफ करेन्ट मन्थ, मैले सर्टकटमा सीएम लेखेँ, त्यहाँ फर्मेटमै हुन्छ। हामीले फर्मेट किनेर लाँदा चाहिँ फर्मेटमै हुन्छ। टोटल अफ करेन्ट मन्थ के भयो, अब सबै एमाउन्ट जोड्ने कति छ, यहाँ 1,30,000 छ, 1,30,000। क्रेडिटमा पनि 1,30,000 नै छ। यो हाम्रो स्पेस सानो भएकोले मैले तल माथि ल्याएको छु, सिधा लेख्नुपर्छ है। 1,30,000 यहाँ 0 भइसक्यो, हामीले 0 लेख्ने हो। हाम्रो यहाँ ब्यालेन्स 0 भइसक्यो, 0 लेख्ने हो। बजेट हेड नम्बरलाई के गर्ने पर्दैन, टोटल गर्नु पर्दैन, यहाँ पनि टोटल गर्नुपर्छ। 50,000 प्लस 50,000 माइनस 50,000 0 भइहाल्यो। 20,000 र 55,000 र 55,000 55 55 1,10,000 1,10,000 र 20,000 यहाँ पनि के हुने रहेछ, 1,30,000 नै भयो। सबै क्वेशनमा इक्वल आउँछ भन्ने हुँदैन, कहिलेकाहीँ फरक पनि आउँछ। फरक आउने विद्यार्थी भाइ बहिनीले बिग्रियो भन्ने नसोच्नु होला, जति छ त्यही नै लेख्ने हो। अब गिभनमा पनि 50,000, क्लियरमा पनि 50,000, मिसलेनियसको डेबिटमा 1,15,000, क्रेडिटमा चाहिँ 1,13,000 र 1,30,000 र 11,500 रहेछ। कति हुन्छ यो भन्दाखेरि 30 10 40 41 1,41,500 हुन्छ। यति भएपछि हामीले करेन्ट मन्थको सक्यौं, टोटल अफ करेन्ट मन्थ। अब फर्मेटमै हुन्छ टोटल अफ प्रिभियस मन्थ हुन्छ। हाम्रो केही पनि छैन, प्रिभियस मन्थको केही पनि छैन है, सबैमा ड्यास हाले पनि भयो, केही नलेखे पनि भयो। अनि लास्टमा ग्रान्ड टोटल हुन्छ। ग्रान्ड टोटल हुन्छ। यो टोटल अफ प्रिभियस मन्थ भन्छ कुनै बेला क्वेशनले रेयरली यो क्वेशनहरु आएको छ, प्रिभियस मन्थको एडभान्स क्लियर गरेको केसहरु हुन्छ, त्यस्तोमा यहाँ एडभान्स अफ लास्ट फिस्कल इयर हाल्नुपर्छ। त्यसमा रेस्पोन्सिबिलिटी ट्रान्सफर त्यो पनि पछि गर्दै जाउँला हैन, त्यस्तो क्वेशनहरु पनि हामी भिडियो हाल्ने छौं। अब अहिले चाहिँ ग्रान्ड टोटल के भयो भन्दाखेरि 1,30,000 1,30,000, क्रेडिटमा पनि 1,30,000,
अब यहाँ भनेको 0 हाम्रो ब्यालेन्स 0 भइसकेको छ यहाँ पनि 1,30,000 किनभने बिचमा लास्ट मन्थको केही पनि जोडिएको छ घटेको छैन यहाँ पनि 50,000 यहाँ पनि 50,000 यहाँ 1,11,500 यहाँनिर 1,41,500 ल त भाइ बहिनीहरु यो क्वेशन यसरी सल्भ गर्ने हो आजको लागि यति नै धन्यवाद